नमस्ते साथीहरू, आज पनि मैले फेरि यो कटहरको सब्जीको रेसिपी लिएर आएको छु। साथीहरू अहिले कटहरको सिजन पनि चलिरहेको छ। यो खानामा पनि अत्यन्तै मिठो हुन्छ। र तपाईँले भिडियो हेरेर प्रतिक्रिया दिन चाहिँ नबिर्सिनुहोस् होला है त साथीहरू। साथीहरू यसको लागि मैले सर्वप्रथम यो आधा किलो जति कटहरलाई लिएको छु। यसलाई मैले काटिओरी राम्ररी केलाइ-कुलाई पखाल गरेर राखेको छु। त्यसपछि साथीहरू मैले यो चाहिँ प्याज लिएको छु साथीहरू। यसमा प्याजको क्वान्टिटी चाहिँ अलिकति ज्यादै राख्नु होला। मैले मिडियम साइजको 3वटा प्याज लिएको छु साथीहरू। यसै गरी साथीहरू मैले यसमा बेसार राखिदिएको छु। करिब यो सानो चम्चाले 2 चम्चा राखेको छु। तपाईँहरूले ठुलो चम्चाले राख्नुभयो भने 1 चम्चा बेसार राख्नुहोला। र यसै गरी साथीहरू यसमा मैले यो जिरा र धनियाँको पेस्ट धुलो राखिदिएको छु। यो चाहिँ करिब 2 चम्चा जति रहेको छ। यो कटहरमा चाहिँ अलिकति बढी नै मसला राख्नुपर्ने हुन्छ। तपाईँहरूले पनि त्यही गर्नुहोला। यसै गरी साथीहरू मैले चाहिँ यो लाल मिर्च काश्मिरी लाल मिर्च हो। यो चाहिँ कलरको लागि मात्रै राखेको, यो पिरो हुँदैन। करिब 1.5 चम्चा जति काश्मिरी लाल मिर्च पनि मैले यसमा एड गरिदिएको छु। र यसै गरी साथीहरू मैले करिब 1 चम्चा अदुवा र लसुनको पेस्ट राखिदिएको छु। र यसमा दही 2-3 चम्चा जति दही र त्यस पछाडि गरम मसला राखेर मैले यसलाई आधी घन्टा यति म्यारिनेट हुनको लागि छोडिदिएको छु है त। यसै गरी साथीहरू मैले कराई बसाइसकेको छु, तोरीको तेल राखिदिएको छु। तेल राख्नमा कन्जुसाइ नगर्नुहोला। र त्यसै गरी मैले यसमा 5 फोरन र केही खडा मसलाहरू पनि पड्काइदिएको छु। सुकेको खोर्सानी, तेजपात पनि एड गरिदिएको छु साथीहरू यसमा। यसै गरी साथीहरू मैले अघि यो चाहिँ म्यारिनेट गरेर राखेको हेर्नु त यो कटहर कस्तो हेर्दाखेरि कस्तो राम्रो एकदमै सुन्दर देखिएको छ। त्यसलाई पनि मैले कराईमा एड गरिदिएको छु। र यसलाई चाहिँ अब मसिनो आँच राखेर धेरै ठुलो आँच नराख्नु होला। किनभने यो चाहिँ यसको फ्राई मात्रै बन्छ र यसमा एक्स्ट्रा पानी पनि एड नगरिनु भएको हुनाले चाहिँ यो यसैको पानीबाट नै पाक्नुपर्ने भएको हुनाले आँच चाहिँ धेरै ठुलो नराख्नु होला साथीहरू। र तपाईँले यसलाई राम्ररी चलाइदिनु होला। साथीहरू अहिलेसम्म पनि तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला। र लाइक, सेयर, कमेन्ट गर्न पनि नबिर्सिनुहोस् होला है त साथीहरू। र च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने बेल आइकन दबाउन पनि नबिर्सिनुहोस् होला है त। र साथीहरू यसलाई मैले छोपिदिएको छु होइन। र यसलाई चाहिँ यो यसरी छोपेर प्रत्येक 2 मिनट 3 मिनटमा निकाल्दै चलाउँदै गर्नुहोला। किनभने यो चाहिँ डढ्ने सम्भावना हुन्छ। हेर्नु त यसको यो कलरहरू पनि हल्का हल्का चेन्ज हुँदै आएको छ होइन। मैले चाहिँ यो चाहिँ बोइल नगरी र तेलमा नतारी बनाएको हुनाले साथीहरू अलिक कलिलो खालको चाहिँ कटहर लिएको छु होइन। अहिले यतिखेर कटहरहरू अलिक कलिलै पाउँछ। तपाईँहरूले पनि अलिक कलिलो खालको कटहर लिनुभयो भने चाहिँ सजिलो हुन्छ। र साथीहरू यसरी पकाउँदाखेरि यो चाहिँ मासुभन्दा पनि मिठो हुन्छ तपाईँलाई। यो सबै मसलाहरू यसरी राखेर पकाउनु भयो भने म चाहिँ तपाईँलाई ग्यारेन्टीको साथ भन्छु यो मासुलाई पनि टक्कर दिने खालको बन्छ। त्यसैले तपाईँहरू पनि यो सिजनमा एटलिस्ट यसरी नै कटहरको मासु पकाएर खानुहोला। स्पेसल्ली यो कटहरहरू चाहिँ होइन यो हाम्रो इन्डियन ओरिजिनमा चाहिँ प्राय यो मुगल कालकै बेला चाहिँ विशेष गरी चाहिँ हाम्रो मिथिलाञ्चलमा चाहिँ कायस्थ परिवारहरूले चाहिँ उनीहरूले चाहिँ त्यति माछा मासु नखाने भएको हुनाले कटहरलाई चाहिँ यो मासुको रूपमा खानको निम्ति बनाएको भन्ने किम्वदन्तीहरू पनि पाइन्छ होइन। त्यही अनुसार यसलाई चाहिँ अलिक मसला र तेल पनि राख्नुपर्ने हुन्छ। हेर्नुहोस् त साथीहरू यो सब्जी चाहिँ लगभग लगभग पाक्नै लागेको छ होइन। यसको कलरहरू पनि चेन्ज भइसकेको छ। र यो देख्नमा एकदमै मिठो चाहिँ टेस्टी तपाईँलाई एकदमै राम्रो यसको बास्ना आइरहेको छ। हेर्नु त यसले कलर पनि चेन्ज भइसकेको छ। तपाईँहरू पनि यसरी नै पकाउनु होला। यदि मेरो च्यानललाई तपाईँले अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला। र मेरो चाहिँ यो कटहर पाकिसकेको छ साथीहरू हेर्नुहोस् त एकदमै राम्रो देखिएको छ। तपाईँहरू पनि यो सिजनमा कटहर यसरी नै बनाएर खानुहोला। मलाई अर्को भिडियोसम्मको लागि बिदा दिनुहोस्। हवस् त, नमस्ते, धन्यवाद, जय नेपाल, देश होला जय नेपाल है त। हवस्, धन्यवाद।